रियल स्टोरी थाहा छैन के भयो भइरहेछ। Ladies and gentlemen, कार्यक्रमका प्रमुख अतिथि समाजले राष्ट्रपति बोर्डलाई कार्यक्रम स्थगित भइरहेको छ। उहाँलाई जोरदार तालीसहित आजको यो कार्यक्रममा प्रेरणापूर्वक with a lot of respect हामी स्वागत गर्न चाहन्छौँ। उहाँको आगमन सँगसँगै हामी राष्ट्रिय गानमा सिधा प्रवेश पनि गर्नेछौँ। ऑनलाइन खबर 40 मुनिका 40। देश कसले बदल्छ? सरकारले, नीतिले, नेताले, शक्तिले, पुँजीले वा सोचले? नीति, व्यक्ति र पुँजी त परिवर्तनका साधन मात्र हुन्। परिवर्तनको वास्तविक सुरुवात हुन्छ सोचबाट। सोचले सम्भावनाको खोजी गर्छ, सम्भावनाले योजना बनाउँछ, योजनाले कर्मको बाटो देखाउँछ, कर्मले सफलता जगाउँछ र सफलताले प्रेरणा जगाउँछ। स्टेजमा म यस बेला बोलाउन चाहन्छु अनलाइन खबर.com का एक्जिक्युटिभ डाइरेक्टर सुरेश भुषालज्यू तथा अनलाइन खबर र हिमालय टेलिभिजनका ग्रुप एडिटर उमेश चौहानज्यूलाई। नाम उच्चारण गर्नेछु। नाम उच्चारण पश्चात शॉर्ट प्रोफाइल पछाडि स्क्रिनमा आउनेछ। सम्माननीय राष्ट्रपतिज्यूको हातबाट सम्मान यहाँले ग्रहण गर्नुहुनेछ। हाम्रो काम भनेको एकदमै हँसिलो मुद्रामा ताली बजाएर उहाँको सफलतामाथि खुसी हुने हो। किनभने यति दिग्गज व्यक्तित्वहरूले छान्नु भएको छ, त्यसमा कुनै पनि प्रश्न चिन्ह लाग्छ जस्तो मलाई लाग्दैन। तयार हुनुहुन्छ यहाँहरूका साथीलाई स्टेजमा बोलाउन चाहन्छु। ई स्पोर्ट्स खेलाडी साहस भण्डारी। साहस भण्डारी ई स्पोर्ट्स खेलाडी। कुलत भनिएको पब्जीबाट विश्वमञ्चमा नेपालको नाम। अभिभावकको आँखा छरेर पब्जी खेल्ने साहस भण्डारी किलर वाइटी अहिले नेपालमा सर्वाधिक आम्दानी गर्ने ई स्पोर्ट्स एथलिट हो। फोन किन्ने पैसा जुटाउन आफ्नो प्यारो साइकल समेत बेच्न राजी भएका उनले अहिले बुवा आमालाई कार उपहार दिएका छन्। DRS गेमिङका सदस्यका रूपमा PMGC 2022 मा उनले विश्वमै दोस्रो स्थान हासिल गरेर ई स्पोर्ट्स प्रतिको नेपाली समाजको दृष्टिकोण बदल्न भूमिका खेलेका छन्। नेपाली युवा हरेक क्षेत्रमा एकदमै राम्रो गरिरहनु भएको छ। स्पोर्ट्स खेलाडी साहस भण्डारीलाई धेरै धेरै बधाई
र यही क्रममा म मान्य डाक्टर विक्रम तिमल सिन्हाज्यूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र वात्सल्य आइडिएफका म्यानेजिङ डाइरेक्टर प्रशान्त सुवेदीज्यूलाई पनि थ्याङ्क यू भेरी मच। कृपया हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र वात्सल्य आइडिएफका म्यानेजिङ डाइरेक्टर प्रशान्त सुवेदीज्यूलाई पनि थ्याङ्क यू भेरी मच। कृपया आसनसहित दानकी कार्यक्रम हेरिदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। अबको लागि स्टेजमा सम्माननीयज्यूलाई जोइन गर्नको लागि म बोलाउन चाहन्छु नेपाल सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री ओप्रेलज्यूलाई, साथसाथै म केएफसीका कन्ट्री म्यानेजर विषय शर्माज्यूलाई पनि स्टेजमा आइदिनु हुनको लागि अनुरोध गर्दछु। म अनुरोध गर्दछु। भन्ने 40वटा सम्भावनालाई नजिकबाट हेर्न र सुन्न आएको छु। अनलाइन खबरले निरन्तर रूपमा 40 मुनिका 40 मार्फत विभिन्न अहिले नै आवश्यक छ भन्ने म ठान्छु। नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ, तर त्योभन्दा महत्त्वपूर्ण कुरा प्रश्न गर्ने साहस छ। लोकतन्त्रलाई प्राण दिने भनेकै शासनसँग प्रश्न गर्ने अचिभर्सहरू नछुट्नुहोला कृपया। देखिनु पनि पर्यो फोटोमा, फेरि भोलि अनलाइन खबरले हाल्छ यही फोटो। तपाईँ देखिनु भएन भने त बोर भयो नि त फेरि। च्यालेन्जिङ पार्टनर प्लाजा, थ्याङ्क यू भेरी मच। अर्को साल अझै बढी युवा, अझै बढी सपना, अझै बढी जोस सहित भेट्नेछौँ। अब यहाँ सबैजनालाई बाहिर हामी नेटवर्किङ डिनरमा भेट्नेछौँ। थ्याङ्क यू भेरी मच on behalf of online खबर। Have a great time ahead everybody. Shugarika says goodbye, good night. I'll see you outside. Thank you very much. जो स्मार्ट उही अघि बढ्छ। बचाउँदै बन्ने मौका हातमै छ भने अवसरको लागि किन भइरहेछ। मैले हामी सबै अवेर छ।